हाई एभ्रिवान, हामीले चाहिँ यो के अरे मार्किस बिस्किट भाइरल बिस्किट अर्डर गरेका थियौँ। यो चाहिँ आइपुगेको छ। 12वटा प्याकेट किन्दाखेरि चाहिँ फ्री डेलिभरी रे। सो मैले 12वटा नै अर्डर गरेको। घामले गर्दा कस्तो चल्केको म देखाउँछु है त। 12वटा प्याकेट रे। अब यसको टेस्ट कस्तो छ हेरौँ है त। एउटा मात्रै खोलौँ है अहिले। ए टेस्ट गरौँ है त। अब नि त्यहाँबाट आउँदाखेरि प्याकेट चाहिँ अलिकति धुँदै आउँदो रहेछ क्या। हामी स्कुल गइरहेको हाम्रो स्कुलमा साइन्स एक्जिबिसन हुन्थ्यो। एउटा मात्रै खाऊ है। टेस्ट मात्रै गर्ने हो कि खाना खाने होला नि के हो उल्टा। ल टेस्ट गरौँ न, लौ न छिटो। योवाला मलाई चाहिँ सुरुमा टेस्ट गर्नु मन लाग्यो कि, लौ न। मिठो रहेछ त। यो चाहिँ मिठो रहेछ। अर्को चाहिँ अहिले पछि भिडियो बनाउँछु है त। तर मिठो चाहिँ मिठो रहेछ है। मलाई मिठो लाग्यो योवाला। अर्को दुईवटा पनि ट्राई गर्छु है त पछि टेस्ट गर्छु भनेको है। तर अहिले नै गर्छु भने सोचेँ कि मलाई चाहिँ फटाफट सबैको रिभ्यू दिन मन लाग्यो क्या, त्यही भएर है। यो के हो अरे? चक्लेट। थोरै खान्छु है, मलाई धेरै खान सक्दैन। यति मात्रै ट्राई गर्छु। राम्रो रहेछ यार। सबैजना चिज बढी मेरो भन्नुहुन्छ, तर यो नि मिठो रहेछ। अर्को आयो क्यापुचिनो 1। यो पनि टेस्ट गरौँ। सानो पिस टेस्ट गरेँ क्या मैले। उहाँलाई पनि टेस्ट गराउँछु है त। ल टेस्ट गर्नु त। यो चाहिँ क्यापुचिनोवाला, तर मिठो चाहिँ त्यो चिजवाला खा धेरै होइन। चक्लेट पनि मिठो। ठ्याक्कै कफी खायो जस्तै है। आमाले इन्डियामा नै खानु पर्यो रहेछ नि त यो। सबैको रिभ्यू दिँदा चाहिँ मलाई तिनटै मिठो लाग्यो। चिजवाला पनि आफ्नो ठाउँमा मिठो छ, चक्लेटवाला पनि आफ्नो ठाउँमा मिठो छ, यो क्यापुचिनोवाला पनि मिठो छ। सबै राम्रो छ। मलाई चाहिँ मिठो लाग्यो। प्राइस अनुसार चाहिँ एकदमै राम्रो हो है। तपाईँले पनि ट्राई गर्न सक्नुहुन्छ। मैले कहाँदेखि अर्डर गरेको चाहिँ यहाँ तल म ट्याग गरिदिन्छु त। बाई बाई।